अस्तिको ईदमा हामीले ओभरटाइम गऱ्यो नि। त्यसमा चाहिँ दिनकै ओभरटाइम भयो, जे होस् काम चाहिँ दह्रो भयो बिहानदेखि बेलुकासम्म। अनि मेरो चाहिँ 75 घन्टा भएको थियो ओभरटाइम। त्यसमा चाहिँ कटेर आउँछ अरे भनेर भनिरहेछ। स्यालेरी आज 4 तारिक भइसक्यो आएको छैन भनिरहेको थियो। पहिल्यै महिना चाँडै आएको कारणले अब यो महिना चाहिँ ढिला आउँछ अरे। अनि जे होस् खानालाई चाहिँ गाह्रै छ यसले। अनि ढिला आउँछ अरे स्यालेरी, अनि कटेर आउँछ अरे भनेर भन्थ्यो। अब हेरौँ के हुन्छ आज। ओ आउँछ भनेर भन्दै थियो केटाहरूले। आयो भने यसो बेलुका हेर्नुपर्छ। मेरो दाइहरूको चाहिँ पैसा कटेर आएको रहेछ 18 घन्टा 19 घन्टा काटेर रहेछ ओभरटाइमको। अनि 75 घन्टा भयो भने त्यही 10 घन्टा जति काट्छ होला भनेर 10-15 घन्टा भन्छ। अब त्यो काटेको छुट्टी दिन्छ कि के गर्छ ठेगान छैन।